हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी ब्लग गाइज। सो गाइज हजुरहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। आज चाहिँ म बेसी सहर जान आँटेको गाइज। सो गाइज गाडी चढ्नु पर्ने हुन्छ, त्यही भएर म हल्का माथितिर आएको। आज नयाँ वर्षमा गाडी पाउँदैन नि त, अनि त्यही भएर अलिकति हिँड्नु परेको। त्यसपछि बेसी सहर पुग्ने बित्तिकै म गएँ सुनपसल गएपछि अनि फेरि कपाल काट्न गएँ, अनि त्यसपछि फेरि पार्लर गएँ गाइज ट्रेनिङ गर्नको लागि। अनि पार्लर गएपछि भोक लाग्थ्यो, खाजा खान गएँ, अनि खाजा खाइसकेँ कि यो चाहिँ खाली भाँडो छ। त्यहाँ चाहिँ मैले प्याकिङ पनि गरियो। खाजामा चाहिँ मैले किमा नुडल्स खाएको थियो, एकदमै मिठो थियो, अनि मैले खाइसकेर प्याकिङ गरेँ। अनि त्यसपछि म गाडी चढेँ गाइज। अब घर त आउनु पर्यो नि त। बाइ द वे गाइज आज चाहिँ मम्मीको बर्थडे थियो कि मम्मीको बर्थडेको लागि मेन बेसी सहर झरेको। अहिले चाहिँ म गाडी आइपुगेँ, अनि एउटा दुईवटा फोटो खिच्यो, अनि म घर आइपुग्यो गाइज। त्यसपछि डेकोरेसन गऱ्यो भनौँ न, हल्का मिलायो रुमहरू। अनि मैले चाहिँ पुरै क्लिपहरू खिच्न पाएको थिएन, त्यसको लागि सरी गाइज, किनभने एकदमै हतार थियो नि त, यति धेरै सामानहरू किन्न थियो, अनि त्यही भएर पुरै भिडियोहरू बनाउन पाएन, त्यसको लागि सरी गाइज। अनि मैले चाहिँ रुमको डेकोरेसन गरिसक्यो। बाबा चाहिँ उता हुनुहुन्थ्यो समाचार हेर्दै, अनि मम्मी चाहिँ बाहिर हुनुभएको थियो कि मम्मीलाई चाहिँ एकछिनमा बोलाएपछि आउनु ल भनेर अनि वेटमा राखिदिएको थियो। अनि म र बाबा चाहिँ यता रुम हल्का डेकोरेट गरेर बसिरहेको थियो। अनि त्यसको बिचमा एउटा दुईवटा फोटो हानिदिएँ मैले, अनि मम्मीको एन्ट्री भयो गाइज। अनि मम्मीलाई चाहिँ 81 स्प्रे छर्केर अनि सरप्राइज दिएको हामीले चाहिँ। अनि मम्मी चाहिँ कस्तो हुन्छ नि, पुरै त्यो सेतो लागेर कस्तो देखाएको थियो कि, अनि बाबा यति हाँस्नु भएको थियो कि, अनि म पनि हाँस्दै स्प्रे छर्किरहेको थियो मम्मीलाई। अनि मम्मी पनि खुसी हुनुभएको थियो। उता दिदीहरू हुनुहुन्थ्यो कलमा, दिदीहरू पनि बोल्दै खुसी हुनु भइरहेको थियो, अनि यता पनि खुसी हुनु भइरहेको थियो मम्मीहरू पनि। अनि त्यसपछि गाइस नानी पनि थियो कि, नानीसँग नि बोल्यो एकछिन। अनि हामी चाहिँ कस्तो हुन्छ नि, यस्तो सेतो देखेर हाँसो लागेर थियो नि त, अनि बाबा नि हाँसिराख्नु भयो। त्यसपछि मोमबत्ती बाल्यो हामीले चाहिँ। अनि त्यो के भन्छ, यो स्प्रे नमाइन कि मलाई चुज गरेको भिडियो नै खिच्न पाएन कि। अनि त्यसपछि मम्मीले मोमबत्ती फुक्नु भयो, अनि कति पनि नमरेको भन्दै हाँसिराख्नु भएको थियो कि मम्मी चाहिँ। अनि मम्मीले चाहिँ केक काट्न लाउनु भएको थियो, अनि बाबालाई खानिदिनु भनेको, बाबा मान्दैन कि पहिला मैले खानिदिने हो भन्दै बाबा चाहिँ हाँसिरहेको थियो। अनि त्यसपछि मम्मीले बाबालाई जबरजस्ती खुलाइदिनु भयो कि, अनि बाबाले खाइसकेको थियो, अनि फेरि मलाई खानिदिनु भयो मम्मीले चाहिँ। अनि मैले पनि खाएँ। मैले खाइसकेपछि अनि मम्मीलाई पनि हल्का केक दलिदिएको, अनुहारमा नलगाइदिए राम्रो देखिन्न भनिराख्नु भइरहेको थियो। सुत्तीमा उसलाई अब लगाइदिनै परिहाल्यो होइन। अनि त्यसपछि फेरि बाबाले लगाइदिनु भएको थियो कि अनुहारमा, मम्मी चाहिँ रिसाइराख्नु भइरहेको थियो हाँस्दै। अनि मम्मीलाई चाहिँ यो बर्थडे गिफ्ट हामी सबै मिलेर मम्मी सरप्राइज, मम्मीको रियाक्सन हेर्न सक्नुहुन्छ गाइज। अनि बाबाले चाहिँ यस्तो माया गर्नुभएको थियो कि हेर्न सक्नुहुन्छ, सबै पुस्दिराख्नु भइरहेको थियो, आफै लगाउने अनि आफै पुस्दिने कि फेरि बाबा चाहिँ। अनि फेरि
सेकेन्ड गिफ्ट दियो मैले चाहिँ उता दिदी कलमा हेर्दै हुनुहुन्थ्यो यता चाहिँ हामी मम्मीलाई गिफ्ट खोल्नु भन्न लगाएँ अनि त्यसपछि मम्मी चाहिँ गिफ्ट खोल्दै हुनुभएको थियो कि म चाहिँ यताबाट हेरिरहेको थियो मम्मीलाई गिफ्ट खोल्न लगाएको खोल्दैन के हो यस्तो खोल्न आएन भन्दै खुसी हुँदै खोल्नु लाउनु भइरहेको थियो के हो यो भन्दै अनि मम्मी चाहिँ खोलिराख्नु भइरहेको थियो कि अनि मम्मीको रियाक्सनै हेर्न सक्नुहुन्छ गाइज कस्तो थियो भनेर मम्मीले चाहिँ जसो तसो गरेर अनि खोल्न लाउनु भइरहेको थियो अनि मम्मीलाई चाहिँ यस्तो केही आइडिया थिएन अरे कि अनि मम्मीले चाहिँ धेरै टाइम लगाउनु भयो कि खोल्न सकेन भनेर अनि त्यहाँ टेप खासै देख्नु भएको थिएन होला टाँसेको अन्त सुनको छ त भन्छ कि मम्मीले हाँस्दै अनि त्यसपछि मम्मीले सुन खोल्नु भयो सुन चाहिँ के भन्छ डप्पा खोल्नु भएको थियो अनि मम्मी त सरप्राइज गाइज सरप्राइज अनि मम्मीको रियाक्सनै हेर्न सक्नुहुन्छ गाइज अनि अहिले मम्मीले के भन्नुहुन्छ त्यो पनि सुनिदिनु होला गाइज हेर्न सक्नुहुनेछ मम्मी यति खुसी हुनुभएको थियो तर मम्मीले आँसु निकालिसक्नु भएको थियो कि त्यही पनि आँसु निकाल्दा पनि लुकाउनु भयो मम्मी यति खुसी भएर अनि भन्नु भइरहेको थियो हामी पनि खुसी थियौँ अब बाबा मम्मीको खुसी नै हाम्रो खुसी हो नि त गाइज अब धेरै ठुलो केही गर्न नसके पनि अलि सानोतिनो भए पनि सानो तिनो चिजहरू दिए पनि खुसी हुनुहुन्छ कि मम्मी बाबाहरू चाहिँ एकदमै अनि मम्मीलाई सेकेन्ड गिफ्ट पनि हेर्नु भनिदिएको अनि हेर्न लाउनु भइरहेको थियो मम्मीले चाहिँ हेर्न सक्नुहुन्छ गाइस लुङ्गी टी सर्ट अनि एउटा स्वेटर थियो यो चाहिँ हुन्छ नि अहिले नयाँ डिजाइनको खासै मान्छेले नलाएको भएर यही चुज गरिदिएको तर मम्मीलाई अर्कै टाइपको लाउन मन लागेको थियो भनिरहेको थियो कि अनि के भन्छ मेरो चाहिँ दोमन भएको थियो कि त्यो ल्याउने कि यो ल्याउने भएको थियो होइन तँलाई सबैले लगाएको छ बरु यो ल्याऊँ न भन्ने भएर यो ल्याइदिएको अनि टी सर्ट पनि अर्कै मन पराएको थियो मम्मी फेरि रातो रातो मन पराउनुहुन्छ नि त त्यही भएर रेड कलरको लिखिदिएको अनि मम्मीले चाहिँ मेरै साइजको ल्याइदिएछ भन्दै खुसी हुनुभएको थियो अनि यो चाहिँ युके स्वेटर अनि यो पनि कति ठुलो ल्याइदिएछ मेरै साइजको भनेर अनि रमाइराख्नु भइरहेको थियो कि मम्मी अनि यो पनि लाउनु पर्यो भनिरहेको थियो अनि मैले लगाउनु नाप्नु भनिदियो अनि मम्मी चाहिँ त्यो लगाउन लाउनु भएको थियो कि अनि त्यो के भन्छ स्वेटरको बटन फोगाल्दै हुनुभएको थियो अनि त्यो रातो फोकालेर अनि हरियोवाला स्वेटर हुन्छ नि अहिले लिदिएको वाला नाप्नु भयो अनि ठिक्कै भयो मेरै ज्यानलाई हुने रहेछ भन्दै रमाइराख्नु भइरहेको थियो मम्मी चाहिँ अनि मम्मीको रियाक्सन पनि हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो छ भनेर अनि मम्मीलाई यो स्वेटर मन पर्यो कि नै भनेको मन पर्यो भन्नु भइरहेको थियो अनि त्यसपछि हेर्न सक्नुहुन्छ हजुरहरूले कति खुसी हुनुभएको थियो अनि यता दिदीलाई पनि मजाक गरिदिरहेको थियो कि मैले दिदीलाई केक खुवाइदिएको फोनबाट अर्को दिदीसँग चाहिँ कलमा कुरा हुन पाउँदैन खासै दिदी चाहिँ प्राय काममा बिजी हुनुहुन्छ नि त अनि फेरि उता जापानको टाइम र यताको टाइमै मिल्दैन त्यसैले दिदीसँग कुरा हुनु पाएन त्यसपछि हामीले चाहिँ किमा नुडल्स खायौँ त्यसपछि हेर्न सक्नुहुन्छ गाइज म चाहिँ केक त्यसरी खाइरहेको थियो केक थियो तर पनि त्यसरी खान
छुट्टै मजा आउँछ कि यो चाहिँ मेवा हो गाइज कति मिठो थियो पाकेको मेवा हो गाइज पाकेको अनि मम्मीहरू चाहिँ त्यो मैले के झुट बोलेर गएँ त भन्दै गफ गर्नु भइरहेको रहेछ कि नुडल्स खाँदै हामीले चाहिँ गाइज बिहानै खाइसकेका थियौँ मासुहरू अनि अहिले चाहिँ किमा नुडल्स दहीहरू खाइदिएको अनि मम्मीहरूले चाहिँ यो कहिले पनि खानु भएको थिएन कि त्यसपछि मम्मी बाबाको फोटो खिचिदियो अनि मैले पनि किमा नुडल्स खान लाग्यो गाइज हेर्न सक्नुहुन्छ कति मिठो अनि म त कस्तो कि मम्मीसँग यति फोटो खिचौँला बाबासँग यति फोटो खिचौँला यो सबै खाइसकेपछि लाइक त्यस्तो सोचिरहेको थियो अनि कस्तो ब्याड डे कि आज बत्ती जाने आउने भइरहेको थियो अनि यो किमा नुडल्स खाइसकेपछि चाहिँ म खिच्छु भन्ने भइरहेको थियो खिच्नु पाएन बत्ती गयो अनि फेरि एकछिनमा आयो अनि दहीहरू खायो हामीले गफ हान्दै अनि दहीहरू खाइसकेपछि मम्मीसँग फोटो खिच्छु भनिरहेको थियो अनि त्यस्तै भयो कि बत्ती आउने जाने त्यस्तै भयो अनि मम्मीहरू पनि सुत्न जानुभयो अनि म पनि सुत्नु पर्ला भन्ने भइरहेको थियो अनि थकाइहरू लागेको थियो नि त सो गाइज आजको लागि यति नै म पनि सुत्छु हजुरहरू पनि सुत्नु होला सो गाइज बाई बाई म आजको लागि मेरो भिडियो यहीँ एन्ड गर्छु।